नमस्ते, म हेमन्त काफले अस्ट्रेलियामा बसेर सञ्चार कर्म गर्छु। यसपटक म एउटा नयाँ विषय लिएर यहाँ सामु प्रस्तुत भएको छु। भर्खरै यसै हप्ता मात्र एकजना नेपाली माइग्रेसन एजेन्टको लाइसेन्स रद्द भएको छ। यो किन र कसरी भन्ने कुरातर्फ जानुभन्दा पनि पहिले जसले अस्ट्रेलियामा बसेर शैक्षिक परामर्श सेवा दिँदै आएका छन् र विद्यार्थीलाई ठगेका छन्, विद्यार्थीलाई मर्कामा पारेका छन्, विद्यार्थीलाई पीडामा पारेका छन्, उनीहरू विरुद्ध उजुरी गरेको खण्डमा उनीहरूको लाइसेन्स पनि रद्द हुने यो नयाँ विषयवस्तु म तपाईहरुसम्म लिएर आएको। किनभने अस्ट्रेलियामा 90,000 भन्दा बढी विद्यार्थीहरू अध्ययन गर्छन्। यी विद्यार्थीहरूको लाई दिने सुझाव सल्लाह भनेको शैक्षिक परामर्श केन्द्र नै हो। एउटा सल्लाहले विद्यार्थीको भविष्य उज्जवल पनि हुन्छ र उनीहरुकै गलत सल्लाहले एउटा विद्यार्थीको भविष्य अन्धकार पनि हुन्छ। त्यही भएर भर्खरै यो हप्ता जुन हामीले एउटा सार्वजनिक भएको छ, हामीले यहाँ नाम भनिरहन गएनौं किनभने कसैलाई व्यक्तिगत रूपमा चरित्र हत्या गर्न पाइदैन र तर उनी नेपाली शैक्षिक परामर्श एजेन्ट हुन् र उनले विभिन्न तहमा विद्यार्थी ठग्ने, नक्कली एकाउन्ट खडा गरेर पैसा लिने र विभिन्न तहमा विद्यार्थीहरूलाई अनेकौं चिटिङ गरेको कारण उनको यो जुन लाइसेन्स थियो, माइग्रेसन लाइसेन्स त्यो रद्द भएको ओमाराले जानकारी दिएको छ। ओमाराको वेबसाइटमै उहाँको विस्तृत रूपमा यो सबै उहाँका ठगीका प्रकरणहरू के कारण उनको लाइसेन्स रद्द भएको सबै लेखिएको छ। यो एउटा दुर्भाग्यको विषय पनि हो। एउटा नेपाली शैक्षिक परामर्शदाता माइग्रेसन एजेन्टको लाइसेन्स रद्द हुनु भनेको त्यहाँ ठगिने मानिसहरू पनि नेपाली विद्यार्थी हुन्। त्यसकारण म अन्तर्राष्ट्रिय विद्यार्थीहरू जो अस्ट्रेलियामा आएर आफ्नो उज्जवल भविष्यका लागि कामना गर्दै पढ्न आएका छन्, उनीहरू साँच्चीकै एउटा आफ्नो विषय सन्दर्भमा कहीँ जाँदै गर्दा, आफ्नो सल्लाह परामर्श लिन जाँदै गर्दा सही व्यक्ति चयन गर्नुस्, सही माइग्रेसन एजेन्ट चयन गर्नुस्। जस्ता यहाँ भनौँ न, हामीले एउटा आलुको बोरामा एउटा कुहिएको आलु भयो भने त्यो संयुक्त बोरा कुहिन्छ। हामीले कसैलाई माइग्रेसन एजेन्ट थुप्रै छन्, हामीसँग राम्रा माइग्रेसन एजेन्ट पनि सयौं छन्, तर केही खराब व्यक्तिका कारण हाम्रो समाज, हामी र नेपाली बदनाम भइरहेका छौं। यसकारण पनि म विद्यार्थीहरूलाई अग्रिम रूपमा एउटा के दिन सल्लाह दिन चाहन्छु भने तपाईहरु आफ्नो शैक्षिक परामर्श लिन जाँदै हुनुहुन्छ भने तपाई सही व्यक्ति छान्नुस्, सही माइग्रेसन एजेन्ट छान्नुस् र तपाईका उसको सल्लाह र सुझावले तपाईको करियर बनोस् र तपाईको भविष्य उज्जवल होस्। धन्यवाद।